हेलो साथीहरू, नमस्कार है सबैजनालाई। मैले चाहिँ अब जापान छोड्ने निर्णय गरेँ। जापान छोड्ने निर्णय किन गर्यो भने बिस्तारै सुन्दै जानु होला, म भन्दै जान्छु। मेरो अझै पनि 2 वर्ष 2 महिनाको जापानको भिजा छ, अझै पनि अलरेडी है। भिजा हुँदै किन चाहिँ जापान छोड्ने निर्णय गर्यो भनेदेखि म योभन्दा 10 वर्ष अगाडि 2016 मा जापान आएको थिएँ। त्यतिखेर 2016 मा जापान आएर 2020 मा नेपाल फर्केँ। त्यतिखेर ठिकै थियो, राम्रै थियो, कमाइ राम्रै थियो, ट्याक्सहरू त्यति काट्थेन, रुम भाडा पनि सस्तै थियो। र अहिले आएर धेरै ट्याक्स काट्ने भयो, महँगी ज्यादा भयो, रुम भाडा धेरै काट्ने भयो। स्यालेरी चाहिँ पहिलाको रेसियोमा छ, तर रुम भाडादेखि ट्याक्सदेखि लिएर महँगी सबै बढ्यो। त्यो हिसाब चाहिँ जापानमा बस्न सक्ने स्थिति चाहिँ छैन। त्यही भएर म चाहिँ जापान छोड्ने निर्णय गरेँ। मैले चाहिँ युरोप र कोरियाको एकैचोटि ट्राई गरेको थिएँ र मेरो कोरियाको पनि भिजा लाग्यो, युरोपको पनि भिजा लाग्यो। त्यही भएर यो चाहिँ कोरियाको भिजा हेर्नुहोस्, यो चाहिँ कोरियाको भिजा, यो चाहिँ युरोपको भिजा, यो चाहिँ युरोपको हेर्नुहोस्, यो युरोपको। र युरोपमा चाहिँ मेरो ड्राइभिङमा भिजा लाग्यो हो। मेरो चाहिँ सेक्टर ड्राइभिङ सेक्टर भएर ड्राइभिङमै राम्रो होला जस्तो लाग्यो, किनभने अरू काम भनेको अलिक गाह्रै हुन्छ। जहाँसम्म लाग्छ विदेश आउने साथीहरूलाई 90% काम कम्पनीमै गर्ने हो। विदेशमा सबभन्दा राम्रो भनेको ड्राइभिङ सेक्टरमै राम्रो हुन्छ। विदेशको लागि चाहिँ पैसा पनि राम्रो हुन्छ ड्राइभिङ सेक्टरमा। जति पनि साथीहरूले कम्पनीमै काम गर्ने हो, लछार पछार थेचार्ने पछार्ने त्यस्तै काम हुन्छ। हेर्नुहोस्, 10% मात्रै अलिकति हल्का सजिलो काम हुन्छ, 90%ले गाह्रो काम हुन्छ। तर ड्राइभिङ चाहिँ विदेशको लागि धेरै राम्रो काम हो र स्यालेरी पनि राम्रो हुन्छ। त्यो हिसाबले म युरोप जाँदैछु, ड्राइभिङ सेक्टरमा जान्छु। र कोरिया म 1 हप्ता जति घुमेर उता युरोप जान्छु। कोरियामा पनि रिफ्युजी जीवन भिजा भन्ने रहेछ, त्यो हालेर काम गर्न मिल्ने रहेछ, मिल्नु चाहिँ। तर त्यहाँ ड्राइभिङ सेक्टर नभएको हिसाबले म चाहिँ युरोपमै जाने निर्णय गरेँ। म 1 हप्ता जति कोरिया घुमेर म युरोप जान्छु। त्यही हो साथीहरू, जापान छोड्ने निर्णय चाहिँ गरेँ मैले। हस्।